हेलो गुड मर्निङ साथीहरू, हजुरहरूलाई स्वागत छ है मेरो सानो भोइस रेकर्ड भिडियोमा। हेरेर सुनेर भए पनि साथ सपोर्ट गरिदिनु होला। क्यामेराम्यानमा हुनुहुन्छ मेरो जेठानी दिदी एलिना थापा मगर। अनि आज चाहिँ हामी जाँदैछु बेलचौताराको आइतबारे हाट बजारमा। अनि आज चाहिँ हाम्रो पालो परेको थिएन कि सेलबाडा बेच्नको लागि। हामी पनि आउँछौँ कि सेलबाडा बेच्न हाट बजारमा। अनि यसपालि चाहिँ हाम्रो पालो परेको थिएन नि त, त्यही भएर यसो हाट बजारतिर जाऊँ भनेर आएको छु। अनि हाम्रो पालो चाहिँ अब आउने आइतबार है साथीहरू, आउनु होला हामीले पोलेको सेलबाडा खानको लागि। अनि म चाहिँ खासमा चाहिँ हाम्रो चाहिँ भोलिको लागि पूजा छ नि त, अनि त्यही भएर अलिअलि तरकारीहरू लिन आएको। नत्र मैले घरमा चाहिँ खासै तरकारीहरू किन्दैन कि, आफूलाई खाना चाहिँ अलिअलि भयो भने बारीबाटै निस्किन्छ। त्यही भएर भोलि चाहिँ पूजा छ, त्यही भएर पूजाको लागि त धेरै पाहुना छ नि त, त्यही भएर यसो तरकारीहरू लिन जाऊँ कि भनेर हाट बजार आउँदैछु। मान्छेहरू सायद असार 15 लागेर हो कि मान्छेहरू त्यति भिड देखेन म त मान्छे त्यहाँ पनि भन्दै हुनुहुन्थ्यो पहिलाको जस्तो मान्छे छैन भन्दै हुनुहुन्थ्यो। सायद सबै धान रोप्न व्यस्त छ नि त, त्यही भएर होला कि। म चाहिँ करेला भ्यान्डी लिएर अनि टमाटर पनि लिएँ, अनि खुर्सानी लिएँ। अनि यसो हेरेको सस्ताको दिदीहरू हुँदो रहेछ, अनि त्यही सस्ताकै दिदीको ग्रुपसँग लिएँ तरकारी टमाटरहरू चाहिँ। अनि के अरे सेलबाडातिर जाऊँ भनेर सेलबाडातिर जाँदैछु है। कत्तिकै भिड रहेछ भनेर हेरेको। अब पहिला त आफूले बेच्नु भएर होला नि, त्यति भिडै देखिन्थ्यो कि अब सबै धुमै देखिन्थ्यो। यसपालि चाहिँ अलिक मान्छे नभएको जस्तो लाग्यो कि आफूलाई। मान्छे सेलबाडा बोल्दैछ, यता शर्मिला सेलबाडा बेच्दैछ एकाउन्टेन्टले। अनि म चाहिँ पकौडा लान पर्यो घर भनेर हेरेको। पालो कुर्न पर्दो रहेछ, यसरी कम्मरमा हात लाएर पालो कुरेर बस्दैछु म चाहिँ, कतिखेर पालो आउँछ भनेर। अनि मान्छेहरू चाहिँ तरकारीमा भन्दा नि खानेकुरामा कति मान्छे भिड। अब बस्न पर्यो भनेर सल्लाह हुँदैछ, बस्यो भने पालो आउँछ कि चाँडै भनेर बसेको। जरा हेरेर टुसुक कति टिस लाग्दो गरेर बसेछु म, पालो हेर्दै बसेछु नि। अझै पेपर हातमा लिएँ भने चाँडै पालो आउँछ भनेर अझै पेपर माग्दैछु त। पेपर पनि दिनुभयो उता दाइले, अनि पेपर हातमा लिएर बसेछु है म चाहिँ। उता साथीको पालो आयो, अब मेरो पालो आउँछ। हेल्प गर्दै गरेको मैले हेरेँ पकौडा प्याक गर्नलाई, त्यही पनि छिटो छिटो हुन्छ कि भनेर कि साथीहरू। हेर्नु पालो कुर्नमा यति गाह्रो हुन्छ कि। अब मेरो पालो हो कि, मेरो पालोमा चाहिँ बाटामै राखेर बाटै छोपेर मैले चाहिँ आफूले प्याक गरेर पकौडा अलिक मनपर्छ कि त्यो सेलबाडा भन्दा अचानक चप्प डोबेर खान मिठो हुन्छ नि त। त्यही भएर कुरेर बसेर भए नि लिएर आउन सफल भएँ है साथीहरू। म चाहिँ आफैले प्याक गरेर भए नि यसरी प्याक गरेर थापिदिनुहोस् त मेरो प्लास्टिक भनेर उता तयारी हुँदैछ प्लास्टिक थाप्नको लागि। अनि प्याकिङ सेकिङ गरेर चटनी मागेँ, अनि टक्क लाएर चटनी झोलामा हालेर हामी चाहिँ घरतर्फ लागेँ। मेरो चाहिँ 500को तरकारी झोलाभरि गर्नु रह्यो। पानी पर्न लागेर फेरि टुई हिँड्दैछु। चाहिँ
दिदीले चाहिँ पछाडिबाट क्यामेरा तेर्साउँदै खिच्दै हुनुहुन्छ। हामी चाहिँ सपिङ भ्याए साथीहरू हाम्रो चाहिँ अब घर फर्किन लाग्यो। पानी पऱ्यो कि फेरि पानीले भिज्छ भनेर छिटो छिटो जाम छिटो छिटो भन्दै पकौडा देखाउँदै हामी चाहिँ घरतर्फ लाग्यौँ। अनि हाम्रो पृथ्वी हाइवेको रोड चाहिँ खतरा भयो कि चिल्लो भएको छ, खतरनाक भएको छ एकदम सफा। अनि हामी चाहिँ घर आइपुग्न लाग्यौँ है। अनि हामी चाहिँ मेरो दोकान चाहिँ यहाँ हुलाक चोक्नेदै छ कि बिजन डेली मार्ट। हजुरहरू पनि आइदिनु होला यसो सपिङ गर्नको लागि। हस् त, धन्यवाद।